यो थियो मेरो आज दिउँसोको लन्च। र हेलो गाइज, वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ म बनाउँदैछु खसीको भुटन। त्यसको लागि चाहिँ मैले पहिला सुरु कराईमा तेल तताएँ, जिरा हालेँ अनि त्यसमा चाहिँ हिजो नै भुटेर राखेको मासुलाई एड गरेँ। अनि त्यसपछि यसलाई एकछिन चलाएपछि चाहिँ मैले प्याज खुर्सानी टमाटरहरू काटेर रेडी पारेँ यसमा हाल्नको लागि। मैले यसमा चाहिँ अदुवा र लसुन चाहिँ नपिसिकन यत्तिकै काटेर हालेको छु, यत्तिकै टेस्टी हुन्छ जस्तो लागेर। त्यसपछि मैले यहाँनिर बिस्तारै एड गर्न थालेँ प्याज खुर्सानी अदुवा लसुन सबै एड गरेपछि यसलाई एकैछिन पकाएँ अनि त्यसपछि भुट्न थालेँ। त्यसपछि मैले यहाँनिर चप गरेर राखेको टमाटरलाई एड गरेँ, एकछिन टमाटरलाई गल्न दिएँ अनि त्यसपछि चाहिँ यसमा मैले मिट मसला र अलिकति नुन एड गरेँ। त्यसलाई चाहिँ धेरै पकाउनु पर्दैन किनकि यो हिजै राम्रोसित भुटेर राखेको मासु भएको हुनाले यो चाहिँ चाँडै पाकेर रेडी भइसकेको थियो। पाकेर यत्तिको रेडी भएपछि मैले यहाँनिर धनियाँ हालेँ अनि त्यसपछि एकैछिन चलाएँ अनि त्यसपछि हेर्दै यो चाहिँ खानालाई रेडी भइसकेको थियो। हेर्दाखेरि पनि एकदम टेम्पटिङ देखिरहेको थियो, खाँदाखेरि पनि त्यत्तिकै मिठो थियो। त्यसपछि यसलाई चाहिँ मैले प्लेटमा राखेर चिउरासँग सर्भ गरेँ।